नमस्ते तपाईँहरूलाई यसपालि 48वटा देशमध्ये कुकुर कहाँ हो देश भनिरहेछ तपाईँहरू तेरिका के को कुकुर कहाँ हो कुकुर सा हो थेट कुकुर ए सरी ल ठिकै छ तपाईँहरू चाहिँ कहाँ हो ए चोकतिर वर्ल्ड कप वर्ल्ड कपको ग्रुप स्टेजको लगभग अन्तिम चरणमा हामी आइसकेको छौँ फर्स्ट विक सकिने बेलासम्म गोलभन्दा बेसी हाई नै आएको छ अब हेरौँ सेकेन्ड विक सिद्धिने बेलासम्म कतिवटा टिमलाई बाई आउने हो तर साथीहरू म आइसकेको छु सुनिल खड्का तपाईँहरूको चोकमा चोकतिर वर्ल्ड कप लिएर सिउ गाइज कसलाई सपोर्ट गर्दै हुनुहुन्छ यसपालि वर्ल्ड कपमा जर्सी थाहा हुन्छ त अर्जेन्टिनालाई सपोर्ट गर्दै हुनुहुन्छ अर्जेन्टिनालाई पोर्चुगललाई पोर्चुगलले जित्छ जस्तो लाग्छ स्पेनलाई प्रमुख दावेदार मध्ये सबैभन्दा सुरुमा यो नकआउट अथवा राउन्ड अफ 32बाट आउट कुन चाहिँ टिम आउट हुन्छ जस्तो लाग्छ हजुरलाई अब त्यो त अहिले भन्न सकिन्न अहिले ग्रुप स्टेजमै छ भनौँ यो अगाडिको खेल हेर्दाखेरि चाहिँ मलाई ब्राजिल चाहिँ आउट हुन्छ कि जस्तो लागिरहेछ मलाई त स्पेनै लागिरहेछ पोर्चुगल आई थिङ्क अर्जेन्टिना स्पेन भन्नु पर्ला ब्राजिल लागिरहेछ नेदरल्यान्ड चाहिँ हुन्छ होला आउट तपाईँलाई अहिले वर्ल्ड कपमा चाहिँ आफ्नै आँखाले स्टेडियममा गएर लाइभ वर्ल्ड कप हेर्न कतिको मन छ छ्या कस्तो कुरा गरिदिनु भएको त यार हामी त हेर्छौँ नि भर्खर नेपाल भर्सेस इङ्ल्यान्ड हेऱ्यौँ होइन T20 वर्ल्ड कपमा हामीले नेपाल भर्सेस साउथ अफ्रिकामा झन्डै 1 रनले नेपाल हारेको हेरेको चाहिँ यहीँ आँखाले स्टेडियम बसेर हेरेको नि भनेपछि तपाईँ क्रिकेट फ्यान हजुर त हजुर हामी क्रिकेट फ्यान ल त्यो क्रिकेट छोडिदिउँ अहिले यो वर्ल्ड कप चलिरहेछ अहिले फुटबलको वर्ल्ड कप चलिरहेछ यो बारेमा के छ भन्नु तपाईँ अहिलेसम्म नेपाल नखेलेको यो फुटबल वर्ल्ड कप भनेको भाले कप जतिको क्या दाइ हाम्रो लागि अहिले विश्वकप फुटबल चलिरहेको छ यो भकुन्डो फुटबल त थाहा छ होला नि हजुरलाई हजुर थाहा हेर्नु भएको छ हेरेको छ तर फुटबल खेल्न आउँदैन हामी जस्तै काम गर्छौँ फुटबल खेल्दा भने बल पर्छ धेरै फुटबल खेल्यो भने बल पर्छ यसमा नि समाउने फाल्ने त छ अरे होइन गोलकिपरको जस्तो काम भइरहेछ हजुर हो तर तपाईँ सिटी पनि बोक्नु भएको छ रेफ्रीको नि काम गर्नुहुन्छ के हो बजाउनु पऱ्यो नि त फोहोर निकाल्नलाई फोहोर निकाल्नलाई होइन दाइहरूलाई धेरै धेरै धन्यवाद दाइहरूले गर्दाखेरि हामी सफा वातावरणमा बस्न पाएको छौँ सफा ठाउँमा गएर खाना पाएको छौँ दाइहरूले गर्दाखेरि एकदमै नै सफा नै भएको छ दाइ थ्याङ्क यू सो मच नमस्कार वर्ल्ड कप चलिरहेछ वर्ल्ड कपको बारेमा के थाहा छ हजुरलाई म त सर खासै फुटबल चाहिँ हेर्दैन है क्रिकेट र भलिबलको चाहिँ हो अनि स्पोर्ट लाइनमा चाहिँ त्यति दुईवटा मात्रै हो मेरो चाहिँ क्रिकेट बाहेक अरू केमा इन्ट्रेस्ट छ म चाहिँ अब त्यस्तो भन्दाखेरि क्यारिकेचर पनि गर्छु कि अरूको कसैको साउन्ड पनि निकाल्न सक्छु त्यस्तो चाहिँ छ ए त्यस्तो चाहिँ छ ओइ हो र कसको निकाल्नुहुन्छ तपाईँलाई एकदमै बेस्ट लाग्ने मेमोरी चाहिँ कुन मलाई गर्नु चाहिँ अहिलेसम्म चाहिँ अब धेरै लङ टाइम भइसक्यो है 3-4 साल अब त्यो नदेला साथ पनि होइन भोकलले तर पनि ट्राई गर्छु एउटा पाँडेको चाहिँ छोटो र मिठो दिन्छ पाँडेकै आवाजमा चाहिँ वर्ल्ड कपको बारेमा जस्तै फुटबल हेरिनँ म त क्रिकेट हेर्ने हो टाइपमा अलिकति मिलाएर टक्क दिन त क्यामरातिर हेरेर मिडिया मैनी डाम्ना आज भोलि त वर्ल्ड कप पो चलिरहेको रहेछ त हे डाम्ना यहाँ हेर त यहाँ रोयल राइडर्स हबमा हो है सबैलाई यता स्वागत यता चिया कफी इटलीबाट त जयन्ती खेल्ने कुरा थियो खेल्नु पनि हुन्थ्यो तर यसपालि वर्ल्ड कपमा चाहिँ इटली नै सिलेक्ट भएन काकाले रोकेको भतिजोलाई गेम खेल्नबाट मिडिया मैनी डाम्ना कुरा नै बुझ्या छैन कहाँबाट अब हाम्रो सरकारमा फुटबल गराउनु भए पो अब ट्रेनिङ दिने पैसा भए पो अब हाम्रो देशबाट को सिलेक्ट हुन्छ भएको जति त विदेशतिर पलायन हुन्छ अब वर्ल्ड कप चलिरहेछ यो वर्ल्ड कप कसले जित्ला जस्तो लाग्छ अहिले जति ऊ भयो अहिलेसम्मको गेमहरू क्रिस्टियानो रोनाल्डो पोर्चुगल भनेपछि हजुर क्रिस्टियानो रोनाल्डोको फ्यान क्रिस्टियानो रोनाल्डोको फ्रेन्ड र क्रिस्टियानो रोनाल्डो अहिलेसम्मको वर्ल्ड कप नजितेको तर धेरै मेहनती खेलाडी होइन सानैदेखि एकदम मेहनत गरेर आएको मान्छे गरिब घरको परिवारको बच्चा र चाहिँ उसको मम्मीले पनि उसलाई यो बच्चा नराख्ने मैले भनेर चाहिँ उसको मम्मीले भनेको मैले अलिकति पढेको छु उसको हिस्ट्रीमा त्यो पढ्दाखेरि चाहिँ उसको यति ठुलो मेहनत छ तर चाहिँ पछि आएर उसको परिवार फ्यामिलीमा पैसा कमाउनेमा पनि ऊ नै हो भन्ने चाहिँ मैले अलिकति हिस्ट्री पढेको छु र धेरै मेहनती खेलाडी अहिलेसम्म वर्ल्ड कप नजितेको भएर चाहिँ मलाई अहिले पनि आशा छ चाहिँ क्रिस्टियानो रोनाल्डोले वर्ल्ड कप जित्नु पर्छ बुवा नमस्ते नमस्ते आमा नमस्ते नमस्ते हजुरको शुभ नाम मेरो गिरधारी पाण्डे हजुरको भुजाखेला पाण्डे ए बुवा वर्ल्ड कप कतिको हेर्नुहुन्छ हजुर हामी अलिअलि हेर्छौँ म बुढो मान्छे त्यति बुझिन्न सबै चिनिन्न अथवा राम्रो हो सब हो जसले जिते पनि जितोस् फलुस त्यही हामीलाई त्यही शुभकामना सबैको फलुस सबैलाई होइन कुनै कुनै निश्चित टिमलाई सपोर्ट छ हजुर कुनै निश्चित देशलाई सपोर्ट छ यसले जित्यो हुन्थ्यो जस्तो जित्यो त हाम्रो नेपालले जित्यो नि त नाइस आमा अनि हजुरको चाहिँ सपोर्ट साथ कसलाई छ
हाम्रो त केही थाहा छैन उहाँले जे भन्नु उयो हो त्यति केही बोल्न हामी गाउँमा खोलामा बसेका त्यति बोल्ने जाने पनि छैन हजुरले वर्ल्ड कप कतिको हेरिरहनु भएको छ वर्ल्ड कप त मैले अलमोस्ट कुनै पनि म्याच सायद मिस गरेको छैन होला 4-5 वटा चाहिँ मिस गरेको छ अहिले जस नाइट टाइममा जस टाइम फ्रेम मिलिरहेको छैन अहिले नेपाल र अमेरिकाको त्यही पनि भ्याइरहनु भएको छ भ्याउन पर्यो अब वाउ फर्स्ट टाइम इन माई सो मैले क्रेजी फुटबल फ्यान भेटेको छु लेडिज फुटबल फ्यान ओके म एकदमै खुसी लागिरहेको छ दी हजुरलाई कसलाई सपोर्ट गर्दै हुनुहुन्छ म अहिले पोर्चुगललाई रोनाल्डो फ्यान एकदम वा ओके तपाईँलाई एउटा क्वेसन सोधिहालेँ मैले जस्ट ऱ्यान्डमली जित्ने त अब पोर्चुगल नै हो हजुरको गाडी त भन्न नै पर्यो हजुर अनि एउटा दावेदार बलियो टिमहरू पनि अहिले अलिक गेम खस्किरहेको अवस्था छ कुन चाहिँ दावेदार टिम चाहिँ पहिला आउट हुन्छ जस्तो लाग्छ हजुरलाई ग्रुप स्टेज अथवा नकआउटबाट फर्स्टमा आउट हुने अहिले नै त अब स्पेन आई गेस त्यो अस्तिको तर हुन त होइन काउ वेर्देको गोलकिपर वाज रियली नाइस होइन बबालै थिए तर खोइ त्यति फिनिसिङ त्यति राम्रो थियो जस्तो लाग्दैन जस्ट अ गेस ओन्ली आम नट स्योर स्पेन आई गेस हाम्रो त्यो किपरबाट चाहिँ के नि थाहा हुन्छ भने दिदी हाम्रो एउटा गीत थियो नि 40 कटेसी रमाउला उहाँको किपरले झन् प्रुभ गरिदिनु भयो कि 40 पछाडि चाहिँ हेर्नु न मिलियन्समा फलोवर्स छन् नि होइन एक्ज्याक्टली ओभरनाइट त्यत्रो बढ्यो होइन फलोवर्स रात क्रान्ति भयो एउटा छ कि नेपाली चलन भनौँ न छोरी मान्छेलाई रातै मनपर्छ हजुरलाई पनि त्यो साडी जस्तै रातो हुने भएर त्यो जर्सी मन परेर हो कि सायद त्यो पनि हुनसक्छ अनि स्पेसल्ली चाहिँ खेलाडी रोनाल्डो मनपर्ने पनि भएर हो अनि पोर्चुगलको खेल पनि मनपर्छ बुवा अनि वर्ल्ड कप चलिरहेछ अहिले वर्ल्ड कप हेर्नुहुन्छ कि नै अब वर्ल्ड कप हेर्नु भन्दा नाति नै हेर्ने बेला भयो होइन पहिला चाहिँ हेरिन्थ्यो अहिले चाहिँ इन्ट्रेस्ट छैन भनेपछि अहिले चाहिँ वर्ल्ड कप पहिला वर्ल्ड कप हेर्नुहुन्थ्यो अहिले चाहिँ नाति नै हेरिराख्नु भएको छ हेरिरहेको त छैन हेर्ने बेला भइसक्यो कि भनेपछि छोरालाई हतार गर्नु भन्नु पऱ्यो पढ्दैछ त्यसको नि आउला नि बेला होइन प्रेसर बिहेको कुरामा प्रेसर दिनुहुनु भयो प्रेसर दिनु आफ्नो खुसीले गर्छन् नि है भोलि हामीले गऱ्यो भने चाहिँ अनि तपाईँले गर्दा यस्तो भयो उस्तो गयो भन्ने त्यो सुन्नु नपरोस् उनीहरू आफू लागि आफूले गऱ्यो भने तिमीले आफ्नो खुसीले गरे त हो नि भन्नु पाइयो हो एक्ज्याक्टली अनि पहिला चाहिँ कसलाई सपोर्ट गर्नुहुन्थ्यो कुन चाहिँ देशलाई म ब्राजिल हजुरलाई यो वर्ल्ड कपमा अर्जेन्टिना मनपर्छ कि पोर्चुगल अब अर्जेन्टिना र पोर्चुगलको अब मलाई मेरो छोरी अस्ट्रेलियामा गएको हुनाले मलाई अस्ट्रेलिया मनपर्छ बाबु छोराछोरी जहाँ त्यही मनपर्छ के भन्नु बाबु अब त्यो भने उसको देशले राम्रो मान्छ मलाई त अहिले सर्टपट गर्यो भन्छ त्यो खालको बाबु दाइ नमस्ते नमस्ते हजुरको शुभ नाम मेरो कमल कोइराला कमललाई कतिको वर्ल्ड कप लागिरहेछ हजुरलाई लागिरहेको छ नि आँखा पोलिरहेको छ रातभरि गेम हेर्नु बस्नु परेको छ हजुर फुटबलको क्रेजी हुनुहुन्छ यस्तो छ 4 वर्षमा एकचोटि आउँछ क्रेज त लिनै पर्यो नि मजाले कसलाई सपोर्ट गर्दै हुनुहुन्छ दाइ फर स्योर अब अहिले रोनाल्डो वाउ अरू बेला चाहिँ कसलाई कि यसपालि उसको राइजदेखि नै आम विथ हिम ए ओके रिटायरमेन्टसम्म आइम विथ हिम होइन त्यो टाइमलाई जे विटनेस गर्न पाइएको छ त्यो पनि आई फिल लकी मिटु म पनि लकी फिल गरिरहेको छु केटा फेरि बट देन मेसी इज फेरि मेसीको चाहिँ नराम्रो भन्ने चाहिँ होइन मेसी एन्ड सबै राम्रा छन् तर आम फलोइङ रोनाल्डो सबै राम्रो छन् तर मेरो लागि चाहिँ अलिकति राम्रो चाहिँ बढी यस ओके दाइसँग इन्ट्रेस्टिङ गफ भयो दाइलाई चाहिँ ऱ्यापिड फायर भन्दा पनि फुटबल पण्डिट्स भन्ने चाहिँ खेलाउँ जस्तो लाग्यो मलाई यसमा चाहिँ क्वेसन अलिकति ट्रिकी हुनसक्छ दाइ अलिकति दिमाग घुम्नु सक्यो भने चाहिँ एन्सर प्याट फनीवाला एन्सरहरू आउनसक्छ आर यु रेडी दाइ लेट्स ट्राई ओके थ्याङ्क यू सो मच दाइ एकदम इनर्जेटिक हुनुहुन्छ दाइ अझै एक्सट्रिम पाएपछि त पाडु टाइपको दिनु क्या मै जान्छु फुटबलमा भन्ने टाइपको ओके दाइ अर्जेन्टिनाको फर्स्ट म्याचमा मेस्सीले ह्याट्रिक हान्दा रोनाल्डो फ्यान्सको के पोल्यो दाइ त्यही पोल्या थियो दाइ अब के पोल्या भन्नु अब रोनाल्डो नभनौँ होइन भन्न मिल्ने पनि एन्सर छ दाइ जस्तै त्यतैतिर जानु परेन मन पोल्यो होला केही नि पोलेन उसले सक्यो हान्यो गेम त बिहान थियो अनि बिहान केटाहरू रातभरि पनि गेम हेरेको बिहान पनि चाँडै उठेर हेर्नु परेको अनि फर स्योर आँखा पोल्यो नि बास बी पोजिटिभ गाइज राइट एन्सर त आँखा पोलेको थियो यस्तो प्लेयर वर्ल्डमा भएको यस्तो प्लेयर जसले मेस्सी र रोनाल्डोको अगाडि पनि हाम बाप हे भन्न मिल्छ मेस्सी रोनाल्डोको अगाडि यो चाहिँ टेक्निकल छ नामतिर पनि जान सक्यो यसो रिफरेन्स लिएर म बाप हे भन्ने टाइपको आई थिङ्क नो वान वर्ल्ड कपको गेम प्लेयर त एम्बाप्पे फर स्योर द रनिङ लिजार्ड अफ फ्रान्स एम्बाप्पे
बास एम बापे वाउ टेक्निकल क्वेसन दाइले ठ्याट फ्याट हार्नुभयो मलाई चाहिँ गिफ्ट ह्याम्पर दिनै पर्ने प्रेसर भइसक्यो दाइलाई होइन ठिक छ घाइते नेमारलाई दाइ वर्ल्ड कपमा तागत के कारणले नपुगेको जस्तो लाग्छ तपाईँलाई घाइते नेमारलाई प्ले टाइम कम भएर एक्सट्रिम नपाएर हुनसक्छ मासु भात हो र टी सर्टमा लेखेको छ नि एक्सट्रिम दिनु पर्यो उसलाई ओके मेरो भिसा लगाइदियो म एक्सट्रिम दिएर आउँछु ब्राजिल फ्यान्स प्लिज अहिले नेपाली फुटबलरहरू अहिलेको वर्ल्ड कपमा जानु पऱ्यो भने चाहिँ के गर्नुपर्छ दाइ चान्स अलिक कमै छ दाइ हो स्टेडियमदेखि हेरी प्लेयरलाई गर्ने व्यवहार जुन एसोसिएसनबाटै हुन्छ त्यो व्यवहारदेखि सब गरी चान्स छैन किनकि बाहिरको प्लेयरहरूले खेलिरहेको ट्रेनिङ ग्राउन्ड पनि हाम्रो नेसनल ग्राउन्डभन्दा राम्रो छ जुन पहिला हन्डाहरू आएर खेलेको शब्द त्यो हाम्रो ट्रेनिङ ग्राउन्डलाई भन्नु के नेसनल ग्राउन्डलाई भन्नु होन्डा खेल्ने भएर होला सडकै जस्तो छ भनौँ न धान रोप्न मिल्ने भने चाहिँ त्यस्तै छ भनौँ न ओके नेपाल अहिलेलाई खेल्न जानलाई चाहिँ सकिँदैन अलि धेरै समयलाई सकिँदैन किनभने नेपालको व्यवस्था त्यस्तो राम्रो छैन अब त्यसलाई अलि व्यवस्थापन गर्दै राम्रोसँग गर्दै गयो भने चाहिँ सकिएला अलि समयमा टिकट काटेर अब सबैभन्दा फर्स्टमा चाहिँ टक्क भिजा लगाउने अनि त्यसपछि जाने हो प्लेन टिकट काटै जाने गेमबाट चाहिँ कहिले पुग्ला जस्तो लाग्छ दाइ तपाईँलाई गेमबाट त अब लेट्स सी अर्को 50 to 100 इयर्स जस्तो लाग्ला कि ओ माई गड अनि अर्को पनि हुनसक्छ दाइ जस्तै 32 कन्ट्रिजबाट 48 भएको छ यसै गरी 200 चान्चुनलाई खेलाइदियो भने चाहिँ 200 चान्चुनलाई खेलायो भने होइन 207 जतिलाई खेलाउनुपर्छ अहिलेको अवस्थामा त भुटानसँग पनि हार्ने अवस्था छ अनि के गर्ने पोर्चुगल र अर्जेन्टिनाको म्याच पर्यो भने हरेक एक टिमबाट कतिजना खेलाडी खेल्छन् होला 11 जना प्लेयर चाहिँ आई थिङ्क मेरो नजरमा प्लेयर चाहिँ 10 जना खेल्छन् के अरे 10 जना 20 जना खेल्छन् फर स्योर मेसी र रोनाल्डो त गोट भए दुईजना त दे आर नट प्लेयर दे आर मोर देन प्लेयर वाउ 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 ह्युज रेस्पेक्ट टुवर्ड्स देम है वर्ल्ड कपमा नेमारलाई किन मनी फाप्दैन के कारणले गर्दाखेरि चाहिँ नेमारलाई मनी फाप्दैन जस्तो लाग्छ मनी भन्नाले ट्रिकी छ अलिकति लजिक लगाएर एम्बापे भने जस्तै केही कुरा मनी जर्मनी इज ओभर देयर जर्मनी पाप्दैन अस्ति पोर्चुगल र डिआर कङ्गोको म्याच भयो त्यसमा बल नछुने चाहिँ को थिए बल नछुने भन्दा त कम छोको रोनाल्डो थियो 25 चोटि छ हो रोनाल्डोले बल छुन त अब कसले पाएन भन्ने सबैले छुन पाए थोरै चाहिँ रोनाल्डोले छुन पायो समस्या त्यस्तो भयो लियोनल मेसी हस्पिटलमा काम गर्ने भए कहाँ हुन्थे फार्मेसी एक्सट्रीम एनर्जी ड्रिंक अनि यो खेलाडीहरूको नाम पनि के हो अचम्मको हुँदो रहेछ इङ्ल्यान्डमा एउटा खेलाडीको नाम राइस अरे त्यस्ता नाते राइसलाई त हामीले मुठीमा राखिदिन्छौँ दिदीलाई म सानो गेम खेलाउँछु इट्स अ ऱ्यापिड फायर एक्सट्रिमको तर्फबाट अनि इफ यु विन सबैको एन्सर झ्यापझ्याप मिलाउनु भयो भने एक्सट्रिमको तर्फबाट बवाल गिफ्ट ह्याम्पर पनि छ हजुरलाई ओके थ्याङ्क यू ओके क्वेसनमा जाउँ दिदी ओके वर्ल्ड कप कति वर्षमा हुन्छ 4 वर्ष 4 वर्ष 4 वर्षमा 4 वर्षमा एकचोटि 4 वर्ष ओके अर्जेन्टिनाले अहिलेसम्म कतिवटा युरो कप जितेको छ अर्जेन्टिनाले युरो कप खोइ थाहै छैन 4 चोटि युरो कप 0 अर्जेन्टिनाले युरो नै खेल्दैन छैन युरो कप जित्दैन नि कोपा अमेरिका हो नाइस एम्बापेले वर्ल्ड कप कतिवटा जितेको छ एकचोटि जितेको छ एकचोटि जितेको छ एम्बापेले वर्ल्ड कप एम्बापेले छैन जिते एकचोटि जितेको छ 2018 2018 मा एउटा हो नाइस छ 2018 मा यसपालि वर्ल्ड कपमा कतिवटा टिमले खेल्दैछन् 48 होला सायद 48 खै 47 है 48 रोनाल्डोले यो वर्ल्ड कपको फर्स्ट गेममा कति गोल हान्नु भएको थियो कति नै हान्न छैन 0 गोल हाने फर्स्ट गेममा 1 गोल हानेर रोनाल्डोले यो वर्ल्ड कपको आँखा तर्सियो गोल हान्ला भनेर हेर्दा गोलै हानेन भने फुटबल म्याचमा चाहिँ प्लेयरहरूले गोलकिपर होइन प्लेयरहरूले कुन बेला चाहिँ हातले बल छुन पाउँछन् हातले बल त छुन पाइएन नि कर्नरको टाइममा त्यो बाहिर के भन्छ त्यो बाहिर निस्केपछि त्यसपछि त बल छुन मिल्ने हो आउट भएपछि बल आउट भएपछि त्यो थ्रो हान्ने बेलामा थ्रो इन गर्दाखेरि
बाहिर थ्रो गर्ने बेला मात्रै बास नाइस 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 बिस्तार दिनु यो वर्ल्ड कपमा सबैभन्दा पहिलो बाहिरिने टिम चाहिँ को जस्तो लाग्छ हजुरलाई हिजो मात्रै एउटा बाहिरियो टर्की मैले यसपालिको वर्ल्ड कपको ओपनिङ गेमै ह्याट्रिक गरेँ मको गोट भन्छ के भन्छ समथिङ त्यस्तो अलिकति अभियसली द गोट मेसी अहिले त मेसी ल्याएन क्रिकेट र फुटबल विश्वकप दुइटै जित्ने राष्ट्र कुन हो क्रिकेट फुटबल इङ्ल्यान्ड क्रिकेट र फुटबल दुइटै जित्ने दुइटै वर्ल्ड कप जितेको टिम खोइ थाहा भएन कुनै पनि छैन इङ्ल्यान्ड मैले मेरो फर्स्ट गेममा बल बल्ल छोएँ रोनाल्डो ओके यो फनवाला थियो नाइस रोनाल्डोको यो लास्ट वर्ल्ड कप हो अनि पोर्चुगल ग्रुप केमा छ गेम हेर्दाखेरि केमा चाहिँ छ जस्तो भएन तर यदि पोर्चुगलले यो वर्ल्ड कप जित्ने हो भने ग्रुप के चाहिँ होइन केबाट कुमार बेनकै समूहमा हुनुपर्छ यदि रोनाल्डो नेपालमा जन्मिएको भए के हुन्थ्यो होला जस्तो लाग्छ नेपाली कङ्ग्रेस किन बुढो भएर पनि स्कट छाडेको छैन रातभरि वर्ल्ड कप हेरिरहेछ है घाममा सुतिरहेछ ल ल ल दिउँसोको हाइलाइट हेर्नु कुदिसक्यो फेरि के भन्नु उडाएर हान्न पाएन बुढाएर हान्ने 5 एटेम्प छ 5 एटेम्पमा 5 हान्नुभयो भने एक्सट्रिमको तर्फबाट गिफ्ट ह्याम्पर राम्रो खालको पाउनुहुन्छ आर यु रेडी रेडी एकदम ओके 3 2 1 गो ओके क्रिस्टियानो रोनाल्डो गोल गो लुका मोड्रिच अन द ग्राउन्ड एन्ड इट्स अ गोल खेलाडी एकदमै रेडी हुनुहुन्छ गोल हान्नलाई तयार हुनुहुन्छ ओहो ओके लुका मोड्रिचले फेरि पनि गोल हान्नुभएको छ र सेलिब्रेसनको लागि रेडी हुनुभएको छ लुका मोड्रिच वाउ साथी बल पहेँलो देखेर बनाना हान्नु पर्दैन छिरो नि त्यो खाली पोस्टमा नै हो है यो गोल्डन बल हो एक्सट्रिमको तर्फबाट ल एकदमै रेडी हो ल 3 2 1 गो ल ओके किन नेपाल वर्ल्ड कपमा पुगिरहेको छैन भने चाहिँ हामीले स्पष्ट देख्न सक्छौँ हाम्रो गली गलीमा नि राम्रो खेल्ने मान्छे चाहिँ छैन अहिलेसम्म भन्ने पत्ता लाग्यो ल थ्याङ्क यू सो मच यार हजुरको शुभ नाम कृष्ण कडेल कृष्ण कडेल इन्द्रेणी के छ खाल टिम इन्द्रेणीबाट कृष्ण कडेल हुनुहुन्छ मलाई रुम चाहिँ मिलाउन आउँदैन फुटबल पनि खास चाहिँ मिलाउन आउँछ जस्तो लागेन ब्राजिलको हरेक गोल पछाडिको खेलाडीहरूको सेलिब्रेसन हेर्दाखेरि नि वर्ल्ड कप चाहिँ जित्छ कि जित्दैन थाहा छैन तर डान्स इन्डिया डान्स आयो भने चाहिँ 100% जित्छन् ल ग्यारेन्टी ब्रदर नमस्ते हजुरको शुभ नाम राहुल लाबिछाने है अहिले वर्ल्ड कपको माहौल छ वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ ए जसले जित्दैन जित्योस् दाइ मतलबै भएन के मतलबै भएन ठिक छ को आउट हुन्छ जस्तो लाग्छ त जो आउट भयो होस् दाइ भनेपछि तिम्रो फुटबल ठिकठाकै रहेछ फुटबलको एकदम बेसिक नलेज जसलाई पनि थाहा हुने ल क्रिस्टियानो रोनाल्डो कि मेसी भन नि त म बालेन क्रेज हजुर एकदम बालेनले जित्छ स्किल केही देखाउन चाहनुहुन्छ भने चाहिँ हामीसँग वीर गोर्खाली भन्ने सेगमेन्ट छ केही यसो फुटबल क्रेजी केही गर्न चाहनुहुन्छ हस् स्योर ओके गाइज वीर गोर्खालीमा हामीले भेटिसकेका छौँ प्रत्युष थापा वीर गोर्खालीमा हामीले भेटिसकेका छौँ प्रत्युष थापा नेमार जेआरको फ्यान यो सेगमेन्ट सिद्धिन्जेलसम्म तपाईँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ हामी बिङ अ नेमार फ्यान केही पनि नहोस् तपाईँलाई ओके गाइज लेट्स गो साँच्चै नै रोनाल्डो फ्यान चाहिँ क्रेजी नै रोनाल्डो फ्यान हुनुहुँदो रहेछ उहाँ एकदमै राम्रो प्रस्तुति गरिरहनु भएको छ यसपालिको विश्वकप अमेरिका मेक्सिको क्यानाडा तीनटा छिमेकी राष्ट्र मिलेर आयोजना गरेका छन् अनि यो विदेशीहरू छिमेकी कसरी मिल्छन् भने हाम्रो नेपालमा त तीनटा छिमेकी मिल्ने भनेकै चौथो छिमेकीसँग झगडा गर्नलाई मात्र हो यार एकदमै इनर्जी खर्च गर्नुभएको छ एक्सट्रिमको तर्फबाट एक्सट्रिम छ तपाईँलाई एकदमै खोलेर आवश्यक छ भने अहिले खाइदिइहाल्यो हुन्छ इनर्जीको लागि धन्यवाद ओके वा रोनाल्डोद्वारा चाहिँ
एक्सट्रिम खाइयो बबाल बबाल एक्सट्रिम इनर्जी ल दाइ त्यो एक्सट्रिम र अर्जेन्टिनामा केही सिमिलारिटी छ जस्तो लाग्दैन तपाईँलाई ड्रेसको उस जर्सीको जर्सी कसरी अर्जेन्टिनाको जर्सी निलो निलो छ नि त है त्यही भएर अर्जेन्टिना फ्यानको लागि एक्सट्रिम दाइ एक्सट्रिम खाएर मोर इनर्जी लिनुहोस् थ्याङ्क यू थ्याङ्क यू दाइ थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू एक्सट्रिम थ्याङ्क यू सो मच यो क्यान चाहिँ नफाल्नु फाल्नुभन्दा अगाडि तपाईँले चाहिँ यहाँनिर टक्क क्युआर छ क्युआर स्क्यान गर्नुभयो भने सुनको बल पर्न सक्छ के थाहा भाग्य कुनै बेला परिवर्तन हुन्छ मान्छेको सपोर्ट योर टिम विथ एक्सट्रिम सपोर्ट योर टिम विथ एक्सट्रिम सपोर्ट योर टिम विथ एक्सट्रिम ओके दाइ हजुरलाई एउटा कुरा भनौँ हजुर रोनाल्डो फ्यान नि त रोनाल्डोको फ्यानले कप पाइसकेको छन् साथीहरू दाइ पनि बेस्ट विशेष यसपालि रोनाल्डोले नि कप लैजाओस् भन्ने मेरो आश छ बेस्ट विशेष टु CR7 भर्खरै +2 को रिजल्ट आइसकेको छ यदि तपाईँहरू विदेश जाने तयारी गर्दै हुनुहुन्छ भने आइल्स चाहिँ नगर्ने आइल्स चाहिँ गर्दै नगर्नु एन्फा एकाडेमीमा जाने 2-4 दिन यसो फुटबल खेल्ने पासपोर्ट र भिसा टोकैमा आइपुग्छ युरोपमा फुटबल भन्छन् युएसएमा सक्कर भन्छन् तर नेपालमा चाहिँ नखेल बाबु यसमा भविष्य छैन भन्छन् अब अर्को वर्ल्ड कपमा चाहिँ यस्तो वातावरण नहोस् भन्दै हामी अर्को एपिसोडमा भेट्नेछौँ बाई बाई सी यू चोकतिर वर्ल्ड कप